बाँदर र म चाहिँ जम्का भेट भएर नि म पनि मेरो त साथ त गयो हो। एभ्रिवान, आज चाहिँ म कहाँ जाँदैछु भन्दा दिदीलाई खाजा पुर्याउनु जाँदैछु। यहाँ छ खाजा पनि होइन। यस्तो हतारले खाना बनाएँ कि आज 11:30मा छुट्टी हुन्छ हो कमान। अनि बाँदर आएको छ होइन, फेरि बाँदर आएको छ। आम्माम बाँदर खेद्दै बनाउँदै फेरि आफै पुऱ्याउनु जानु पर्दैछ होइन पकाएर। यस्तो हतारले बनाएँ, ढिलो हुन्छ भनेर फेरि स्पिड जाँदैछु अहिले चाहिँ म। यतिकै जाँदै एउटा भिडियो पनि बनाएको हो। मसँग चाहिँ बहिनीलाई पनि साथी लिएर जाँदैछु होइन। मलाई त्यति अब यहाँ बाटो उयो एरियामा अलिक डर लाग्छ नि त, हिँड्ने आदत नभएर होला हो। अनि यसलाई साथी लिएर जाँदैछु। हेर्नुहोस् यो अगाडि हिँड्दैछ स्पिड। यसले चाहिँ मलाई बाटो चिनाएको भन्छ नि त जहिले पनि। तपाईँलाई म बाटो चिनाउँछु यताबाट आउनु भन्छ नि त, त्यहाँबाट बाटो चिन्दैन भन्छ नि त। यो चाहिँ स्पिड जहिले पनि मसँग हिँड्दा चाहिँ अगाडि हिँड्छ। आज फेरि यस्तो बेसी घाम लागिरहेको छ कि अरू बेला चाहिँ घाम अलिक कम्ती हुन्थ्यो नि त होइन। अलिक घाम लाग्नु कम भइसकेको थियो। घाम लाग्थ्यो तर एकछिनमा फगी लागेको जस्तो भएर चिसो भइहाल्थ्यो। तर आज चाहिँ फेरि यति बेसी घाम लागिरहेछ हो। अनि म अलि हिँड्दैछु। आम्मा यस्तो घमाइलो दिन भइरहेछ होइन। गलेर चाहिँ भइसक्यो। बाँदरले फेरि यस्तो दुःख दियो कि आज बाँदर र म चाहिँ जम्का भेट भएर नि म पनि मेरो त साथ त गयो हो। बाँदर पनि तर्सेर भागेँ नि। अब एकैचोटि जम्का भेट भएर बाँदरले पनि देखेको थिएन नि त। म त बोतल धुन जाँदै थिएँ, यसरी धुप्पीले छेलिएको थियो नि त। बाँदर पनि छेलिएछ, मैले पनि देखिनँ। एकैचोटि देख्दा त बाँदर पनि तर्स्यो, म पनि भागेँ होइन। मेरो साथ त गयो आज बाँदरले गर्दा। यति बिनो छ फेरि ट्याक्कै नटेर्ने क्या। हुल छ बाँदर डल्लै। के फलेकोहरू होइन केही राखेको छैन, डल्लै खाइसकेको छ। हेर्नुहोस् अहिले अब म जाँदैछु। यहाँ दिदीको कल पनि आउँदैछ, टिफिन ल्याइदियो कि ल्याइदिएन भनेर होला हो। म कल उठाउँछु। यसले चाहिँ मलाई फेरि कमान भएर चाहिँ रोड डिङ्गाले सिधै उकालो पुग्थ्यो नि हो। यसलाई रोड बाटो हिँड्नु मन थियो रहेछ। अन्त रोड निकाल्यो मलाई। स्पिड हिँड्दैछ यो चाहिँ अगाडि रोड पनि चिन्दिनँ अरे नि त मैले चाहिँ। रोड पनि चिनाउँदैछ यसले मलाई। त्यहाँ भयो। दिदी पनि आउँदैछ अरे हो आधी बाटोसम्म। बाँदर छ पुरा भनेको थियो नि त। अन्त बाँदर छ पुरा घरमा चाहिँ आमालाई सासूलाई चाहिँ एक्लै छोडेर आएको छु नि त होइन। बुढी मान्छे छ अनि बाहिर राखेर आएको नि त। बाँदरले कुट्छ भन्ने डर छ हो, त्यही भएर आउँदैछ अरे दिदी पनि। जाँदैछु स्पिड। अब वहीँ पुगेर देखाउँछु तपाईँहरूलाई। दिदीलाई हेर्छु कहाँ आइपुग्यो हो, दिन्छु अन्त वहीँ पुगेर देखाउँछु। हामी चाहिँ आइपुग्न आँट्यो हो। अनि दिदी पनि पर आउँदै रहेछ। भ्यू पनि दामी देखिरहेछ घाम लागेर मजा लागेर। पर आउँदै रहेछ दिदी चाहिँ। गलेर चाहिँ स्याहाँ भयो स्पिड आएको। यहाँ आउँदो रहेछ है। ठुलोमै पठाइदियो क्या हो। ठुलोमै ल्याइदिए। ठुलोमै ल्याइदियो टिफिन चाहिँ भन्दैछ। ठुलोमा चाहिँ दाल भात सब्जी सबै आउँछ नि त, त्यही भएर बाँदरलाई आमाले लडायो पनि भन्दैछ। आमा ठुलोमै ल्याइदिएछ फेरि। यसलाई चाहिँ तिर्खा लाग्यो अरे यहाँनिर पानी खाँदैछ। पानी त यहाँ नि फेरि ओह्रालो गएको चलेन हौ। उयो चिसो पानी खानु। अब हामी चाहिँ जाँदैछु फर्किँदै होइन। अब स्पिड जानु पनि स्पिडै जानुपर्छ, स्पिड चाहिँ होइन। किनकि बोजूलाई बाँदरले कुट्छ भनेर हामी चाहिँ स्पिडै फर्किँदैछु। अब यहाँ छ हो
हिँड्दैछ। यो भ्यूहरू पनि दामी देखिरहेको रहेछ हो यहाँनिर चाहिँ। कस्तो दामी आयो हेर्नु त, निलो न निलो। यो चाहिँ के भन्छ अरे समृद्धि, कति चल्ने नै भन्छ यहाँ। मलाई के थाहा अन्त, हाम्रोमा यस्तो छ उता पर्सि देख्न हेर्न छक्कै पर्छ कस्तो छ। यहाँबाट चाहिँ माथि महानदी पनि टक्कै देखिरहेछ हो यहाँनिर। हामी चाहिँ फर्किँदैछु अहिले हो, हामी चाहिँ फर्किँदैछु। हामी चाहिँ फर्किँदैछु अहिले हो। खाजा पुऱ्याएर पनि अब स्पिड जान्छु हो। हुन्छ त आजलाई यति नै, बाई बाई छ।